अब यस देशमा सामन्ती राजतन्त्र, जन्मिँदै राजा हुने कोहीले जुनसुकै क्षमता भए पनि रैती भएर बस्नुपर्ने यस्तो प्रणाली हुँदैन। नेपाली जनताले अबको समयमा राजतन्त्रलाई स्वीकार्दैन, राजतन्त्र मान्ने हुँदैन। हाम्रो संविधानले राजतन्त्र चिन्दैन, राजतन्त्र फालिसकेका छ नेपाली जनताले। म स्पष्ट भन्न चाहन्छु, बेकारको तनाव बढाउने काम कसैले पनि गर्न नखोज्नुहोस्। संविधानको बाटोमा आउनुहोस्, लोकतन्त्रको बाटोमा आउनुहोस्, सबै समान छन् भन्ने कुरा मान्नुहोस्। सबैलाई अधिकार छ, सबै समान छन्। फेरि राजा भएर रैती बनाउँछु, फेरि 200 कति वर्ष 250 वर्ष फेरि खान्छु। सोझा घलेहरूलाई कुद्दै जाँदाखेरि झाडीमा लुकेर अगाडि गएकालाई त्यसबेला कुदेर जो पुग्छ लिगलिगकोटमा उही राजा हुने थियो। छ्याम काटेर राजतन्त्रको स्थापना गर्नेहरू। उहिलेदेखि यिनको जन्म, यिनको संस्थाको जन्म नै सुरु भएको षड्यन्त्रबाट, यो झाडीमा लुकेर षड्यन्त्रबाट। सकिन्छ भने घरेसँग कुदेर गएर जितेर अगाडि गएर कुद्नै त थियो नि, कुद्नै थियो, कुदेर गएर राजा भएको हुन्थ्यो नि। झाडीमा लुकेर त्यहाँबाट जो अगाडि आउँछ त्यसलाई छप काटेर अनि नजिकै कुदेर गएर आफू चाहिँ म आएँ, म राजा भएँ भनेर कुर्सीमा बस्ने, त्यसरी हत्याएको कुर्सी 250 वर्ष चल्यो। त्यही सम्झिएको होला, झाडीबाट फत्त निस्किएर आएर कुदेर गएर कुर्सीमा बस्नुला। त्यो जमाना गए, कसैले त्यो जमाना छ भन्ने नसोचे भन्छ। संवैधानिक र लोकतान्त्रिक बाटोबाट अगाडि बढ्नुहोस्, शान्तिपूर्ण बाटोबाट अगाडि बढ्नुहोस्, विधिको बाटोबाट अगाडि बढ्नुहोस्। बल्मी अराजकताको बाटोबाट, झाडीबाट निस्किएर उही कत्लेआमको बाटोबाट फेरि सिंहासनमा बस्छु भन्ने ठानेको छ भने नेपाली जनतालाई त्यो कुरा स्वीकार्य छैन भन्ने कुरा मैले अघि नै भनिसकेँ।